घर आइदिनु लाग्यो है। दिन त धेरै ह्याप्पी थियो। ल फर्स्ट बाई सबलाई खुसी। गाउँको बाटो हो, जिमबाट लागेको म हो। त्यहाँ अब गएर डाइट साइड बनिन्छ है, खाइन्छ सिम्पलै, त्यस्तो खासै यस्तो थियो हो। अहिले पनि यस्तो लाम बनाइदिएको छ बाटोहरू है। भोट पनि हिजो डेन्जर भयो नि है। म त हेरेकै भयो यसरी। बेलुकाको त मैले डिनरै नगरिकन सुतेको नि। अब यस्तो यति साह्रो खुसी लाग्यो कि खुसीको सीमै छैन। अब 15 सालमा अब सरकार चेन्ज हुँदा अलिकति खुसी नै हुँदो रहेछ। ठिकै छ, गर्दैन होइन। हाम्रो सिएमले पनि राम्रै गर्यो, जे गर्यो राम्रो गर्यो है। अब आउँदो सिएमहरू कस्तो हुन्छ, बिजेपी सरकार कस्तो हुन्छ, त्यो हेर्नुपर्छ। राम्रै गर्छ होला, जहाँसम्म भरोसा छ, विश्वास छ। राम्रै गरेको राम्रो हो। हाम्रो घरजाने बाटो हो। यताबाट पनि छ होइन बाटो, अनि उताबाट पनि छ। कोही बेला म मादरीको बाटो भएर जान्छु, कोही बेला उताको घर छ हो। आफै स्कुटी चलाउँदै हो लागेको गएर चाहिँ आफ्नो खानासाना डाइटहरू बनिन्छ मजाले खान्छु। सबैजनाले आफ्नो हेल्थको ख्याल राख्नु है। 40 प्लस भइसकेपछि त अलिकति है आफ्नो हेल्थतिर लाग्यो भने राम्रो हुँदो रहेछ। अब जहिलेदेखि जिमहरू जानु थालेको मलाई एकदमै राम्रो लाग्छ। भइबस्थ्यो, अब नानीहरू त साथमा हुँदैन होइन। त्यही भएर चाहिँ म एकदम केयरफुल्ली गएर चाहिँ घटाए पनि धेरै वेटहरू घटेको पनि मेरो हो। राम्रो छ, तपाईँहरू पनि जानुहोस् होला है। धेरै पार्कोहरू पनि सक्दैन होइन। अब जसले सक्छ त्योहरू चाहिँ जानुहोस्। जसको टाइम छ जानुहोस्, टाइम छैन एकपल्ट घरमै गर्नुहोस् है। चाहिँ एक साल हुन आँट्यो जोइन गर्नु, राम्रो लाग्छ। एकदम एक्टिभको जिम गरेर आएपछि बडीलाई राम्रोसँगले एक्सर्साइजहरू हुन्छ होइन। अब मजा आउँछ चाहिँ। अस्ति 1-1.5 हप्ता त त्यतिकै गयो। अस्तिको महिना त मेरो धेरै ग्याप भयो अलिअलि गर्दै है। ठिकै छ, चल्दैछ।